皆さん、こんにちは。本日もよろしくお願いします。皆さん、お元気ですか? गएको भिडियोमा हामीले GFT प्रिपरेसनको एउटा मक टेस्ट राखिसकेको छौँ। दुईटा भिडियो चाहिँ अलरेडी राखिसकेको छौँ। तपाईहरुले गएर चेक गर्न सक्नुहुन्छ है। जति पनि जना GFT को तयारी गर्दै हुनुहुन्छ सबैलाई एकदमै राम्रोसँग गर्नुहोला। बेस्ट अफ लक भन्न चाहन्छु भन्दै आजको पनि हाम्रो कन्भर्सेसन एन्ड एक्सप्रेसनको एउटा सेट रहेको छ, हामी यो गर्छौँ। म्याक्सिमम बिगार्ने भनेको अहिले कन्भर्सेसन एन्ड एक्सप्रेसनमा धेरैले बिगारिराख्नु भएको छ है। बिस्तारै हामी लिसनिङको पनि भिडियोहरू ल्याउँछौँ। कन्भर्सेसन एन्ड एक्सप्रेसनमा चाहिँ तपाईहरुले भन्न खोजेको जुन भाव एउटा नबुझेर चाहिँ तपाईले मिस्टेक गरिराख्नु भएको छ है। त्यसलाई चाहिँ हामीले अलिकति कसरी खाइवा गर्छ हैन, कन्भर्सेसन कसरी सुरु हुन्छ, कसरी इन हुन्छ भन्ने कुराहरू अलिकति ध्यान दियो भने खासै गाह्रो चाहिँ छैन है। じゃあ一緒にやってみよう。皆さん頑張ってくださいね。始めましょう。1番मा रहेको छ तानाका सान र सेन्सेई र तानाका सान बीच चाहिँ कन्भर्सेसन भइरहेको छ है। 1番मा हेर्नु होला। सुमिमासेन सेन्सेई नानी 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 अनि सेन्सेईले भन्छ दो शिमाशिता का। फेरि तानाका सानले भन्छ ओनाका गा इताकुते क्यों वा गक्को यासुमिताई देस। तानाखाले के भन्छ भने आज चाहिँ पेट दुखिरहेको भएर चाहिँ आज चाहिँ बिदा लिन चाहन्छु भनेको छ। माथि के हुन्छ अब तानाखाले के भन्ला त के भन्दा चाहिँ मिल्छ जस्तो हुन्छ हेरौँ है। सुमिमासेन सेन्सेई चोत्तो सोदान गा आरिमासु हैन। भनेपछि एक्सक्युज मी टिचर, एक्सक्युज मी सर, यसो छलफल गर्नुपर्ने थियो, केही कुरा चाहिँ सोधान गर्नुपर्ने थियो हजुरसँग भन्दाखेरि चाहिँ बेटर हुन्छ है। सुमिमासेन सेन्सेई ओहायो गोजाइमासु भन्न पनि मिल्छ, तर सेन्सेईले के भनेको छ भने तल दो शिमाशिता का। जस्तै मैले ओहायो गोजाइमासु सेन्सेई भन्यो भने सेन्सेईले पनि मलाई ओहायो गोजाइमासु नै भन्नुहुन्छ नि त। सुमिमासेन सेन्सेई ओहायो गोजाइमासु भन्दाखेरि तल सेन्सेईले दो शिमाशिता का त भन्दैन नि त। त्यही भएर हामीले त्यही अनुसार चाहिँ हाजिमेमासित त हुँदैन है, त्यो त पहिला नै हटाइदिउँ। सुमिमासेन सेन्सेई चोत्तो सौदान गा आरिमासु अनि सेन्सेईले भन्छ दो शिमाशिता का के भयो। ओनाका गा इताकुते क्यों वा गक्को यासुमिताई देस। यसरी चाहिँ जान्छ है। कन्भर्सेसन अलिकति कसरी चाहिँ मिल्छ जस्तो लाग्छ है। आफूले पनि अलिकति नेपालीमा ठ्याक्कै ट्रान्सलेट गरेर हेर्नु होला। त्यो गर्दाखेरि चाहिँ ठ्याक्कै मिल्छ है। सेन्टेन्सलाई तपाईले तुरुन्तै नेपालीमा ट्रान्सलेट चाहिँ गर्दै लैजानुपर्छ है। नेपालीमा हामी कसरी खाइवा गर्छौँ त नर्मली कुराकानी गर्दाखेरि कसरी गर्छौँ त्यही अनुसारले गर्नुभयो भने एन्सर पनि मिल्छ ल। है चुगी निबानमा हेर्नु होला है। पढ्नु त तपाईहरुले एकचोटि के छ आनो वा के को खान्जी होला यो खान्जीमा है। मिनासान एकदमै तपाईलाई ओनेगाइ नै गर्छु, खान्जीमा चाहिँ एकदमै धेरै ध्यान दिनु होला। खान्जीको बुकहरू पाउँछ बजारमा, किन्नु होला। 200-400 500 कति लिन्छ है। खान्जीमा चाहिँ तपाईहरुले प्र्याक्टिस गर्नमा कन्जुसाइ नगर्नु होला, किन भन्दाखेरि तपाईलाई जीएफटी को अब तपाईले कस्तो खालको सेट आउँछ, खान्जीले नै नम्बर तान्ने खालको सेटहरू पनि हुन्छ है। कतिपय त खान्जीले नै 40-50 नम्बर तानिरहेको हुन्छ। कन्भर्सेसनमा पनि खान्जी दिइरहेको हुन्छ। खान्जीलाई एकदमै ध्यान दिनु होला है। आनो हितो वा ब्योकी देवा नाइ नानी 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 ताकुसान नोन्देइमासु। उहाँ व्यक्ति चाहिँ बिरामी जस्तो चाहिँ छैन। ताकुसान धेरै पिइराख्नु भएको छ। के मिल्छ त नोदे
भनेपछि कारणले नारा भनेपछि नोनी हितो वा ब्युकी देवा नाइ नोनी ताकुसान नोन्देइमास। नोनी चाहिँ तपाईँहरूले पनि पढ्नु चाहिँ भएको होला है, कतिपयले याद छ कि छैन हजुरहरूलाई। नोनी भनेको चाहिँ भए तापनि है। हितो वा ब्युकी देवा नाइ नोनी ताकुसान नोन्देइमास। बिरामी जस्तो नभए पनि धेरै पिइराख्नु भएको छ भनेर मिल्छ है। सानबान नि बितेको दासाई के भनेको छ, फुजी सान नि नानी 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 कोतोगा आरिमास का। अनि बी सानले भन्छ इ आरिमासेन। फेरि एले भन्छ जेही स्यु है जेही स्युमाचुनी हिकिमासियो भनेर भनेको छ है। जसरी पनि हप्ताको अन्त्यमा चाहिँ जाउँ भनेको छ। अब हेर्नु त खान्जी हेर्नु है, मैले तपाईँहरूलाई अघि नै भनेअनुसार खान्जी यसरी एन्सरमा खान्जी हाल्थे पनि तपाईँहरूले खान्जी चाहिँ चिन्नु भएको छैन भने चाहिँ तपाईँहरूलाई कोमारु कोतोगा है ताकुसान आरिमास। तपाईँहरू धेरै कन्फ्युजमा हुनुहुन्छ, पढ्नुहुन्छ। फुजिसान नि नोबोत्ता कोतोगा आरिमास का। फुजिसानमा चढ्नु भएको छ भनेर सोधेको छ। यी आरिमासेन जेही स्युमाचु नि हिकिमास्यो। ल जसरी पनि अब यो हप्ताको अन्त्यमा चाहिँ जाउँ न त सँगै भनेर भनेको छ है। कन्भर्सेसन त्यसरी गएको छ। 4 नम्बरमा जाउँ हामी। ए र बी सानले कुरा गर्दैछ हेरौँ है, कन्भर्सेसन दुईजना बिच हुँदैछ। इनाखा तो तोकाई दोचिरागा सुकी देश का भनेर ए सानले बी सानलाई सोधेको छ है। गाउँ र सहर बिच चाहिँ कुन चाहिँ मनपर्छ भनेर सोधेको छ। नर्मल्ली कति राम्रोसँग सोधेको छ। अनि बीले भनेको छ सो देशने इनाखा नहोगा इदा तो महिमास। गाउँ चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ, यही सहरभन्दा चाहिँ गाउँ नै राम्रो हुन्छ जस्तो। अब हेर्नु है, यहाँ कुनै पनि कुराहरूको दुईवटा कुराहरू बिचमा कम्पेयर गर्दाखेरि चाहिँ के आयो त, इनाखा न होगाको युज भयो है। यो हाम्रो ग्रामेटिकली कुराहरू पनि बुझ्दै गर्नु होला। दो सिते दसका भनेर ए सानले फेरि सोधेको छ, किन होला, किन चाहिँ गाउँ मनपर्छ भनेर सोध्यो। इनाखा वा माचियोरी चोत्तो फुवेन नानी 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 सिजुका देसु यो। अब एन्सरमा हेरौँ। इनाखा चाहिँ गाउँ चाहिँ सहरभन्दा थोरै असुविधाजनक। सिजुका देश यो के लाग्छ बिचमा, फुबेन्दे सिजुका देश यो फुबेन देश बिचमा देश त लाग्दैन, यसलाई हटाउनु होला है। फुबेन्दा केदो सिजुका देश यो हेर्नु होला है। इनाखा गाउँ चाहिँ सहरभन्दा अलिकति असुविधाजनक छ तर शान्त हुन्छ भनेर भनेको छ है, बिचमा तर हालेर। किन भन्दाखेरि गाउँ शान्त छ तर अलिकति असुविधाजनक पनि त छ नि त, त्यही भएर बिचमा तर हाल्नुलाई चाहिँ केदो है। केदो देशको दा सर्ट फर्म अनि केदो। साथीहरू बिच कन्भर्सेसन भइरहेको छ नि त, त्यही भएर दा केदो सिजुका देश यो यसरी बुझ्नु होला। अब सर र माथिबाट हेर्दाखेरि चाहिँ इनाखा तो खाइ दोचिरागा सुकी देश का भनेको छ। सो देश ने इनाखा नहोगा इ दाँतो मोइमास दो सिटी देश का, किन होला। इनाखा वा माचियोरी चोत्तो फुवेन दाकेदो सिजुका देश यो। अलिकति असुविधाजनक भए पनि शान्त छ भनेर भनेको छ, यसरी बुझ्नु होला है। सी नम्बरको भयो। ओके जा गोबान नि इकिमासियो मिनासान मिते कुदासाई। गोगो सुपाई किताइन देस का युकी गा फुरु नानी नानी नानी।
फेरि बिसानले भन्छ सो देश का ज्या सोरे करा ए सुमिमासेन सोरे नारा आताताकाई फुकुओ किते इत्ता होगा यी देश यो। अब हेर्नु अब बेलुका चाहिँ साँझ पख चाहिँ सुपातिर चाहिँ जान चाहन्छु तर युकी चाहिँ हिउँ चाहिँ फुरु पर्छ देश यो मिताई देश यी देशलाई पहिले हटाइदिनु होला लाग्दैन मिताई र देशियोमा चाहिँ हेर्नु होला है। साँझ पख चाहिँ सुपातिर जान चाहन्छु तर चाहिँ अहिले हेर्दाखेरि चाहिँ अहिले मधुर मधुर परेछ बेलुकातिर चाहिँ पानी परेर हिउँ पनि पर्ला जस्तो देखिन्छ भन्नुलाई त हामीले युकीगा फुरु मिताई देश पर्छ जस्तो देखिन्छ भन्नुलाई त मिताई हाल्नु पर्यो नि होइन र त्यही अनुसार चाहिँ कन्भर्सेसन भएको छ है। अनि बीले के भनेको छ सो देशका ए हो र ज्या ल सोरे नारा त्यसो भए आताताकाई फुकु किते तातो तातो कपडा लगाएर इत्ता होगा यी देश यो जानुभयो भने चाहिँ बेस्ट हुन्छ भनेर भनेको छ। आरिगातो गोजाइमासु। नेक्स्ट जाउँ रोकुबान हाई खाएगी नो जुम्बी दो देश का मो वारिमासिता का मिटिङको तयारी चाहिँ कस्तो भइरहेछ म अलरेडी सकिसकेको हो भनेर अर्कोले भन्छ सुमिमासेन मादा देश आतो जिउको पुन गुराई सो माफ गर्नु होला अझै सकिएको छैन अझै पनि 15 मिनेट जति चाहिँ तल पढौँ सो देशका वकारानाई कोतो आरिमासु का इए दाइजोबु देशु भनेको छ। आतो जिउगो फुन गुराई खाकारी सो देश खाकातेइमासु खाखारु देशु यो कुन लाग्छ खाकातेइमासु भनेको त अझै 15 मिनेट जति लागिरहेको छ त भन्न मिलेन यसलाई हटाइदिउँ है। खाखारी सो देश चाहिँ मिल्छ है खाखारी सो देश किन मिल्छ भन्दाखेरि चाहिँ मास हटाएर सो देश भनेको चाहिँ हुन्छ जस्तो छ लाग्छ जस्तो छ भनेर हामीले पढेको हो नि त है। नानका कति लेसनतिर पढेको ठ्याक्कै मलाई पनि थाहा भएन है पढ्नु चाहिँ पढेकै हो यो खाकारी मास हटाएर सो देश है खाकारी सो देश खाएगी नो जुम्बी वादो देश का मो वारिमासिता का सुमिमासेन मादा देश आतो जुगो पुन गुराई खाकारी सो देश अझै 15 मिनेट जति लाग्छ जस्तो छ भनेको छ है जा चुगी किमास्यो। सुकियाकी ओइसी देशु ने सुकियाकी ओइसी देशु ने भनेर भनेको छ 7 नम्बरमा हेर्नु होला। योकात्ता ताबेते कुदासाई नानी नानी ताबेते कुदासाई है आरिगातो गोजाइमासु। अब यहाँ हेर्नु होला पहिलो लेडिजले भन्नुभएको छ सुकियाकी ओइसी देशु ने सुकियाकी चाहिँ एकदम मिठो छ है भनिन्छ राम्रो छ ताबेते कुदासाई खानुहोस् भन्छ मो ताबेते कुदासाई अलरेडी खानुहोस् त भन्न मिलेन दोकी ताबेते कुदासाई अब धेरै मन परिरहेछ कहिले काहीँ खानु होला त भन्नै मिलेन नि त होइन। दन ताबेते कुदासाई हाई दन भनेको चाहिँ मन पर्यो ए ल यो कात्ता ठिक छ नभए फटाफट खानुहोस् दन ताबेते कुदासाई चाहिँ भन्नु पर्यो है दुईटै मिल्दैन मो र दोकीलाई हटाइदिनु होला मिनिङ याद गर्नु होला है दोन भनेको। 8 नम्बरमा जाउँ टोकियो मादे नानी 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 इकिमासु का इए तोमोदाची तो इकिमासु भनेको छ। टोकियोसम्म नान्दे इकिमासु का दोकोदे इकिमासु का हितोरी दे इकिमासु का भन्दाखेरि चाहिँ एन्सरमा
तलको मान्छेले अर्को मान्छेले नेक्स्ट पर्सनले के भनेको छ त्यही अनुसारले हामीले एन्सर छान्नुपर्ने हुन्छ है। अब नेक्स्ट पर्सनले तपाईँको हाई वासुदेकिमास भनेको छ भने हामीले माथि के हाल्नु पर्यो, नान्देकिमासका केबाट जानुहुन्छ भनेर सोध्नुपर्छ। अनि फेरि टोकियोमा देवा सिन्जुकु खानो तोते इकिमास भनेको भए त्यहाँबाट पार हुँदै त्यतैबाट जान्छु भने दोकोदे इकिमासका हुन्थ्यो। अब तल तोमोदाची तो इकिमास भनेर भनेको छ भने हामीले एक्लै जानुहुन्छ भनेर सोध्नुपर्छ है। कन्भर्सेसन एक्सप्रेसनको कहिले पनि पुरा सेन्टेन्स नपढिकन एन्सर नखोज्नु होला, नहाल्नु होला है। पुरा सेन्टेन्स पढ्नु होला अनि बल्ल एन्सरमा जानु होला। टोकियोमा दे हितोरी दे इकिमास कहाँ एक्लै जानुहुन्छ, इए तोमोदाची तो इकिमास म साथीसँग जान्छु भनेको छ है, त्यही भएर इको लाग्छ। 9 नम्बरमा हेर्नु होला, सुमिमासेन र्योमेन कोपी सिताइन तोकिवा र्योमेन कोपी सिताइ तोकिवा नानी 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 भनेको छ, त्यहाँ छोडिदिनु होला। कोकोनी केन्को से तो सिते कोनो बोतानो सिते कुदासाई, अनि लेडिजले भन्छ अकारिमासिता आरियातो गोजाइमास। के लाग्छ त माथि, सुमिमासेन र्योमेन कोपी सिताइ तोकिवा के भन्नु पर्यो, दो सूर्यबा इ देशका भन्नु पर्यो है। दो सूर्यबा इ देशका किन भन्नु पर्यो भने तल सेकेन्ड पर्सनले के भनेको छ हेर्नु होला है। कोकोनी केनको सेतो सिते कोनो बोतानो सितेको दासाई, उसले त यसो गर्नुहोस् भनेर उसले सिकाइरहेको छ नि त। अनि ओसिए तेमोनाएमासेनका भनेपछि त्यो पनि मिल्न सक्छ है, तर त्यो चाहिँ अलिकति सुइटेबल एन्सर हुँदैन। सुमिमासेन र्योमेन कोपी सिताइ तोकी वा ओसिए तेमोनाएमासेनका गर्ने बेलामा चाहिँ सिकाइदिनु हुँदैन पनि मिल्छ, तर चाहिँ र्योमेन कोपी सिताइ तोकी वा दो सूर्यबा इ देशका चाहिँ अलिक बढी पर्फेक्ट हुन्छ है। के गर्दा चाहिँ ठिक होला भनेको छ, उसले सर केनको सेतो सिते कोनो बोतानो सितेको दासा आयो भने चाहिँ त्यो स्वास्थ्यको सेतो चाहिँ सेट गरेर यो बोताङ चाहिँ थिच्नु होला भनेर भनेको छ। अनि उसले बुझ्यो वाकारिमासिता आरियातो गोजाइमास है। जा 10 नम्बरमा हेर्नु होला, जे पप्पो कोन्साटोगा नान्जिनी का वाकारिमासका नानी नानी वाकारिमासका, जे पपको कन्सार्ट चाहिँ कति बजीबाट हो थाहा छ भनेर सोधेको छ बीलाई। बीले भनेको छ वाकारिमासेन थाहा छैन, सोकोदे कि तेमिमास्यो त्यहाँ सोधिहेरौँ न, त्यहाँ सोधिहेरौँ भनेको छ। के एन्सर चाहिँ अब मिल्छ त यहाँ भन्दाखेरि जे पप कन्साटोगा नान्जिनी हाजिमात्ताका वाकारिमासका, कति बेला सुरु भइसकेको हो थाहा छ भन्न त मिलेन, सुरु त भएको छैन। नान्जिनी हाजिमात्ते का वाकारिमासका कति बेला सुरु भइरहेको छ थाहा छ पनि भनेन। नान्जिनी हाजिमारुका वाकारिमासका कति बेला चाहिँ सुरु हुन्छ थाहा छ भन्न चाहिँ मिल्यो है, सी नम्बरको। त्यसै गरी 11 नम्बरमा जानु होला, हेरौँ। रोकुगाचु नि निहोन नि इत्ते मिताइन देशु गा रोकुगाचु वा आमे गा ओई नोदे देकिरेबा होगा इ देशु यो। हेरौँ, एसान चाहिँ रोकुगाचुमा चाहिँ जापान चाहिँ घुम्न जान चाहन्छ है। निहोन नि इत्ते मिताइन देशु गा, तर उसलाई चाहिँ कन्फ्युज भइरहेको छ, जान चाहन्छु म तर भनिरहेछ। अनि बिसानले भनेको छ, बिसान चाहिँ अलरेडी गइसकेको छ है, जापान गइसकेको छ ऊ चाहिँ, त्यही भएर उसलाई चाहिँ नलेज छ जापानको बारेमा। रोकुगाचुमा चाहिँ पानी चाहिँ धेरै पर्छ, पानी चाहिँ धेरै पर्ने भएकोले चाहिँ सकेसम्म चाहिँ
पानी धेरै पर्ने भएकोले चाहिँ उसलाई चाहिँ नजान सजेसन दिइरहेछ नि त यहाँ होइन त पानी धेरै परेछ त्यही भएर चाहिँ र्योकोसी नाइ होगा यी देश यो त्यसरी जानु होला है 12 नम्बरमा लास्ट これは私たちの今日の最後の問題です皆さんयसले भनेको छ सिगोतो वा दो देश का काम चाहिँ कस्तो छ कस्तो भइरहेछ भनेर इसानले सोधिरहेछ ताइहेन देश ताइहेन देमो एकदमै गाह्रो छ तर भनेपछि ओछ्कारे समादेश त भन्न मिलेन काम सकेपछि चाहिँ हामीले ओछ्कारे समादेश भन्छौँ है बेङ्क्यो नि नारिमास गाह्रो छ तर सिकिरहेको छु सिक्न सकिन्छ भन्नु त मिल्यो नि त होइन गाह्रो भए पनि सिक्न त सकिन्छ नि त भनेर चाहिँ बेङ्क्यो नि नारिमास छ ओसेवानी नारिमास मलाई सहयोग गर्नुहोस् त भन्न मिलेन है त्यही भएर काम चाहिँ कस्तो छ गाह्रो छ तर धेरै कुराहरू सिक्न चाहिँ सकिन्छ बेङ्क्यो नि नारिमास है ज्या यहाँ हाम्रो एउटा छुटेछ सुमिमासेन सेन्सेई च्योतो सौधान गारिमास यसो केही कुरा चाहिँ छलफल गर्नुपर्ने थियो भनेको है यो हाम्रो 1 नम्बरको छुटेछ हाई मिनासान これから答えを確認してみようねはい3番のもう忘れてしまったね申し訳ございません皆さん登ったことがありますかはいहामीले धेरै छुटाएछौँ है ओहो どんどん食べてくださいअरू कहीँ छ छुटेकोはいはい。皆さん、じゃあ今日の動画はここまでにしましょう。また後でね、もう動画を作って、皆さんに、このチャンネルでアップロードしますね。はい、皆さん。はい、本日お疲れ様です。ありがとうございました。そのまで少々お待ちください。じゃあさよなら、バイバイ、皆さん。